तिमी पनि आमा बन्छ तिम्रो छोराछोरी कस्तो हुन्छ तिमीलाई पनि यस्तै यस्तै हालतमा आफ्नो छोराछोरीले छोड्यो भने क्लास पनि भएको छैन तर भोलि त उछ नि त जे भए पनि एडमिसन के हुन्छ होला एडमिसन त भोलि त हुँदैन क्या भाउजूले अनि त्यही स्कुलमा जानै पर्ने पैसाको पनि हुन्छ हो जति कति भए पनि फेरि म तिम्रो भाउजूसँग नि कुरा गरिदिन्छु क्या त्यसो भए यो मम्मीसँगै जानु म आमालाई चाहिँ लगेर जान्न बरु आमालाई अर्कै गाडीमा पठाइदिए मलाई थाहा छैन भन्नु सक्छु म चाहिँ आमासँगै जान्न जुनसुकैमा प्लेनमा पठाए पनि म प्लेनमा भए पनि जान्न म त जाने भाउजूलाई फोन गर्ने अनि जाने मलाई थाहा छैन बरु मैले भनेको छु गाउँ पठाइदिनु बरु गाउँमा नै पुऱ्याइदिन्छु गाउँ पठाइदिनु दिपिन भेलाको फोन गर्नु बरु म त्यसमै जान्छु बोले नि बोलु न नबोले नबोले पैसा तिर्दै भइहाल्यो पैसा चाहिँ कसले तिर्ने तिमीहरूले हुन्छ मै तिरौँ हामी तिरौँ ल नि त गाउँ पुर्याउने आउने लगभग लाग्ला 4000 ल्याए होइन सरी 8000 ल्याए पुगिहाल्छ जान आउनु त्यो पैसा कसले दिन्छ थाहा भयो यो मान्छे खुस्केकै थाहा भयो म अब लगभग म खुसिसकेको छु यो एउटा पागलले गर्दा म पागल भएँ पछि आफू पनि त्यस्तै पागल भएपछि त्यस्तै हुन्छ